गणतन्त्रले अन्तिममा कसलाई फाइदा गर्दैछ त, कसलाई फाइदा गरिरहेको छ भन्ने थाहा पाउनलाई यी दुई तस्बिर हेर्नुभयो भने भइहाल्छ। यो तस्बिर प्रचण्ड भूमिगत कालमा इन्डियामा हुँदा उनको परिवारसँगको तस्बिर हो अनि यो अघिल्लो पटक प्रधानमन्त्री भएको बेलाको तस्बिर। यस्तै आमूल परिवर्तन त झापामा अरूको घरमा गोठालो बसेका केपी शर्मा ओलीको जीवनमा पनि भएको छ, डडेलधुराका शेरबहादुर देउवाको जीवनमा पनि भएको छ। गणतन्त्र त साँच्चीकै उनीहरूलाई नै आएको छ। गणतन्त्र आम जनतालाई आएको भए त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो दृश्य देख्नु पर्दैन थियो होला। 2100 शुल्क तिर्न नसक्दा कसैले आत्महत्या गर्नु पर्दैन थियो होला। यसरी हस्पिटल लान नपाएर बाटोमै यस्तो हालत हुँदैन थियो होला। 6वटा अस्पताल पुर्याउँदा पनि उपचार नभएर कसैको ज्यान जाँदैन थियो होला। देश गणतन्त्र त तपाईहरुलाई नै आएको छ महोदय। राष्ट्रपतिले एकचोटि खोक्ता 62 लाख रुपियाँ खर्च हुन्छ। एक वर्षमै 10 करोड त झलनाथ खनाल, रामवरण यादव, प्रदीप नेपाल, होमनाथ दाहाल लगायतको उपचार खर्चको नाममा गृह मन्त्रालयबाटै बुझिरहन्छन्। अनि त्यो सबै हामी